आज हामी कञ्चनपुर जिल्लाको यो महेन्द्रनगरमा पर्ने दोधारा चाँदनीको नजिकै एकदम भाइरल पुलको अवलोकन गरेका छौँ। यो पुल एकदमै सुन्दर छ र फेसबुकमा पनि निकै, टिकटकमा पनि निकै भाइरल पुल हो। यो पुल सम्भवतः लाग्छ यसले थुप्रै फेसबुकका साथीहरू, टिकटकका साथीहरूलाई निकै चर्चामा पुर्याउनको लागि पनि सहयोग गरेको छ। हेर्नु साथीहरू, यो पुल थप बन्ने प्रक्रियामा छ र एकदमै राम्रो छ, सुन्दर छ। टिकटक बनाउने साथीहरू साइडमा हुनुहुन्छ, यतातिर पनि छन्, माथितिर यो 2 लेनको छ र हामी यो पुल सकेर बाहिर निस्किँदैछौँ र यसपछि हामी गड्डा चौकी जाने। सुरुमा हामी दोधारा चाँदनी गयौँ, दोधारा चाँदनीको झोलुङ्गे पुल तर्यौँ, त्यसपछि गएर हामी चाहिँ यो एकदमै नाम चलेको भाइरल पुलमा घुम्न आयौँ र यहाँ घुमेर घुमिसकेर यहाँबाट चाहिँ हामी चाहिँ गड्डा चौकीतिर गएर एकछिन त्यहाँ पनि घुमेर यहाँ हाम्रो आमाहरू आउनुभएको थियो, त्यही यसो घुम्दै यो पहिले यो पुल बन्नुभन्दा अगाडि एकदम भाइरल रोडको नाममा यो एकदम प्रसिद्ध के हुन्छ चर्चित पुल हो र पुल चाहिँ बनेको थिएन, तर भाइरल रोड भनेर एकदमै मान्छेहरू आउने, भिडियो बनाउने, टिकटक बनाउने, टिकटक भिडियो बनाउन आयो, यहाँ घुम्न आयौँ हामीहरू। र आजभोलि चाहिँ अब यसै हो, आजभोलि चाहिँ धेरै दिनपछि आएको होला, यहाँ पुलको पनि भएको रहेछ, व्यवस्था राम्रो भएको रहेछ र यहाँ दोधारा र चाँदनीको मान्छेहरूलाई एकदम सुविधा गरिरहेको छ यसले। पहिले चाहिँ गाडी लगेर दोधारा चाँदनी जान अलिक गाह्रो थियो भने अहिले चाहिँ चाँदनी गाउँ र दोधारा गाउँलाई चाहिँ अब गाडी लगेर जान होइन, तपाईँसँग गाडी छ, कार छ, केही छ भने जान सुविधा भयो। नत्र मोटरसाइकलमा मात्रै यात्रा हुन्थ्यो, अटोमा चाहिँ अहिले अटोमा पनि जान सकिन्छ, कारमा जान सकिन्छ, बस लगेर जान सकिन्छ साथीहरू। जो चाहिँ भाइरल रोड साथीहरू, भाइरल रोड क्यामेरा घुमा भाइ, क्यामेरा यो रहेछ यहाँ। पहिले भाइरल रोडमा पुरा यहाँ भाइरलमा आउने, टिकटक बनाउने, रमाइलो गर्ने, इन्जोय गर्ने हो। आजभोलि चाहिँ अब भाइरल रोड यस्तै छ। अहिले त विकासमा मान्छेहरू छैन, एकचोटि चल्ने हो, सबैको पालो एकचोटि आउँछ। यहाँनिर भाइरल रोडको पालो आउँथ्यो, हामी यहाँ आउँथ्यौँ, पहिले यहाँ टिकटक सिकटक बनाउँथ्यो, रमाइलो गर्थ्यो। यहाँ पानी थुप्रै थियो, अहिले त पानी कहाँ हरायो, उतापट्टि गएछ। पछिल्लो पटक यो पुल युवाहरूमाझ निकै चर्चित छ र यो तपाईँहरू देख्न सक्नुहुन्छ। यो भाइरल पुल क्रस भइसकेपछि माथितिर जाने यो पुरानो गड्डा चौकी जाने बाटो हो। यो पनि नयाँ बाटो हो तपाईँको। र आज हामी दोधारा चाँदनी घुमेर त्यसपछि भाइरल पुल पनि घुमेर अब हामी हाम्रो सुन्दर सुदूरपश्चिमको कञ्चनपुरमा रहेको दोधारा चाँदनीको भाइरल रोडतिर घुम्न आएको हामी। तपाईँहरू देख्न सक्नुहुन्छ यो भाइरल पुलको भाइरल सडक भयो, नयाँ सडक भयो। सुन्दर सुदूरपश्चिमको सुन्दर नगरी कञ्चनपुर जिल्लाको अति उत्कृष्ट र पर्यटकीय दृष्टिले एकदमै राम्रो र सुन्दर ठाउँ पनि हो। यो तपाईँको पहाडीको दृश्य देख्न सक्नुहुन्छ। यो महाकाली नदीको किनारा हो र पारिपट्टि तटबन्धन हो यो। र पहिले पानी यहाँ थियो, पहिला तपाईँको महाकाली नदीको पानी यहाँ बग्ने गर्दथ्यो भने हाल आएर तपाईँको यो किनारालाई परतिर फर्काइएको छ, विविध कारणले गर्दा केही होला। डुबान हुन्छ नि त, यता पुरै डुबान गर्ने कारणले गरे हो। पछिल्लो पटक राम्रो काम गरिरहेको छ यता, हाम्रो यता पुरै डुब्थ्यो नि त पहिले, डुबान हुन्थ्यो यता। र तपाईँहरू देख्न सक्नुहुन्छ थप ल साथीहरू अब